पुग्थे उसको खुसीको लागि म मर्थे उसलाई पाउनलाई मन्दिरमा पुग्थे उसको खुसीको लागि म मर्थे उसले मलाई छोडेर गई अहिले एक्लै भाछु म उसकै यादमा घरी घरी त्यही मन्दिर धाछु म उसकै यादमा घरी घरी त्यही मन्दिर धाछु म देउतालाई साक्षी राखेर मागे उसले नै माया छुट्दैन भन्थे देउतालाई साक्षी राखेर मागे उसले नै माया छुट्दैन भन्थे उसले नै अब हाम्रो यो नाता सास र हुन्जेल टुट्दैन भन्थे सास रहे नि साथ छैन जिउँदो लासै बाछु म त्यही मायालाई बिर्सनलाई त्यही मन्दिर धाछु म त्यही मायाको कारण अहिले पागल जस्तै बाछु म त्यही मायालाई बिर्सनलाई त्यही मन्दिर धाछु म वाउ कस्तो राम्रो क्लब काश हाम्रो पनि यस्तै क्लब भइदिएको भए